आज चाहिँ यस्तो गर्मीमा मेरो सासूआमालाई लिइकन म चाहिँ सौदा गर्न जाँदैछु। गर्मी चाहिँ अहिले चाहिँ 1 हप्तादेखिको बेसी भइसक्यो होला। यस्तो डेन्जर लाग्छ है, खाना पकाउँदा पनि पसिना भइरहेको हुन्छ। सो म चाहिँ फटाफटी खाना पकाउनु आँटेको छु। आज चाहिँ हाम्रो हजुरबाको इच्छा थियो नि त, सो म चाहिँ यहाँ खाना बसाउँदैछु। आज चाहिँ अलुवा चामल पकाउनुपर्छ नि त, बगेर चाहिँ हुँदैन। सो यो चाहिँ घरमै कुटेको चामल हो। यो चामलको चाहिँ चम्लाउने दालमा हाल्यो भनेदेखि एकदम बाक्लो पनि हुन्छ, मिठो पनि हुन्छ। दालमा मात्रै होइन, प्रायः अब झोल हाल्ने सब्जीहरूमा हाल्यो भनेदेखिको चाहिँ राम्रो हुन्छ। हजुरहरूले चाहिँ ट्राई गर्नुभएको छ कि छैन? मैले चाहिँ यो माइतमै सिकेको, हाम्रो आमाले चाहिँ त्यस्तै गर्नुहुन्थ्यो नि त है। सो यहाँ मैले चाहिँ फटाफटी खाना पनि बसाएर यता सब्जी पनि केलाउँदैछु। सब्जी चाहिँ आमाले फर्सीको मुन्टा पनि टिपेर राखिदिनु भएको रहेछ नि त, अनि त्यही भुटिदिनु पऱ्यो भनेर अन्त त्यो केलाउँदैछु। सो यहाँ तिल पनि मैले भुट्दैछु। तिल चाहिँ एक दिन अगाडि पनि भुट्नुपर्ने हुन्छ नि त, शरदको दिन चाहिँ भुट्ने कुराहरू चाहिँ केही पनि नभुट्नु भन्नुहुन्छ नि त। सो फटाफटी म चाहिँ यहाँ तिल पनि भुट्दैछु। आज पनि चाहिन्छ अचारको लागि, अन्त भोलि पनि अब तिल बेगर त मिठो पनि हुँदैन नि त, अचार त चाहिन्छ जे कुरोमा पनि है। सो यहाँ फटाफट तिल पनि भुटेर अन्त म चाहिँ यहाँ सब्जी बसाउँदैछु। सब्जीमा चाहिँ त्यही हो मेरो सधैँको है, 5 फरन र हल्दी हाल्यो। त्यसको बाद चाहिँ सब्जी हालेपछि भइहाल्छ, अरू केही पनि हाल्नु पर्दैन यताउता। त्यहाँदेखि चाहिँ मैले सब्जी पनि पराकपुरुक पारिसकेपछि नुन हालेर ठक्कै छोपिदिएपछि अहिले ओइलेर अलिकति भइहाल्छ है। त्यसको बाद चाहिँ यहाँ मैले दाल पनि बसाउँदैछु। कालो दालमा चाहिँ अघि त्यही चम्लाने हाल्दैछु, अलिकति पानी कम्ती भएर पानी पनि थप्दैछु। अनि त्यहाँबाट चाहिँ हल्दी नुन हालेर अदुवा चाहिँ हाल्नुपर्छ। मेन कालो दालमा चाहिँ अदुवा र घिउै हो है, अरू केही पनि हाल्नु पर्दैन। त्यसको बाद चाहिँ मैले कालो दाल पनि बसाउँदैछु। अनि त्यहाँबाट मैले यता आलु पनि फ्राई गर्दैछु। आलुमा चाहिँ जिरा भक्कु हालेर पकाउँदैछु नि त, जिरा चाहिँ दामी हुन्छ, ट्राई गर्नुहोस् हजुरहरू पनि एकपल्ट है। आलुमा मैले केही हालेको छुइनँ, जिरा खुर्याएर नुन हालेँ। त्यसको बाद चाहिँ अलिकति चराउन निकालिदिएर चाहिँ अन्त मैले लाल मिर्च चाहिँ हालिदिएको छु आज चाहिँ। त्यसको बाद चाहिँ दाल पनि कस्तो राम्रो बाक्लो भइरहेको थियो। अन्त यता आमाले पनि खाना चलाइसक्नु भएको थियो नि त, अन्त हामी चाहिँ सौदा गर्न जाने भनेर ढिलो पनि भइसकेको थियो। त्यहाँदेखिको चाहिँ फटाफटी बाबालाई खाना दिएर खाएर हामीहरू चाहिँ निस्क्यौँ सासूबुढी सौदा गर्नुको लागि। आमा चाहिँ डराइराख्नु भएको थियो नि त, आमा चाहिँ आज फर्स्ट टाइम चढ्नु भएको मसँग। अन्त त्यहाँबाट चाहिँ भिडियो नगर न, दुइटा हातले पक्र न भनिराख्नु भएको थियो नि त बिचरा। त्यसको बाद चाहिँ हामीले यहाँ बजार पनि पुगिसक्यौँ। अनि त्यहाँबाट चाहिँ आमाले आमाको आफ्नो काम के गरेर त्यसको बाद चाहिँ हामी सौदा पनि गरेर त्यहाँदेखिको यो दादाको दोकानबाट चाहिँ होलसेल छ नि त, यहाँबाट चाहिँ प्रायः चिजहरू लैजाइबस्छु। अन्त चाहिँ आज मेरो साथी पनि भेट्टाएँ मैले चाहिँ, हामी चाहिँ सँगै पढेको क्लासमेट हो है। मेरै बिहाको दिन ऊ पनि भएको। त्यसको बाद चाहिँ हामीले सौदा गरेर घर पनि फर्क्यौँ। अहिले चाहिँ आमालाई नडराउनै भनिकन भिडियो गरेको।